नमस्ते, म डाक्टर सञ्जीव उप्रेती, हार्ट जोर्नी तथा नसारोग विशेषज्ञ र चाहिँ क्लिनिकल इन्फर्मेटिसिस्ट। अहिले समाजमा चाहिँ मेडिकल साइन्समा चाहिँ धेरै प्रगतिहरू भइरहेका छन्। त्यसमध्ये चाहिँ आर्टिफिसियल इन्टेलिजेन्स इन मेडिसिन भन्नेको धेरै नै चर्चा छ। के पनि भन्ने गरिन्छ भने अब आर्टिफिसियल इन्टेलिजेन्स आयो भने चाहिँ यसले चाहिँ डाक्टरहरूलाई हटाउँछ भन्ने डर र त्रास छ। तर अब यसो हेर्दाखेरि चाहिँ के छ भने अब टेक्नोलोजी सँगसँगै डेटा साइन्स र रिसर्च पनि सँगसँगै जोडिएर आउँछ। अनि अब हरेक चिज पढेकै हुनुपर्छ। अब धेरै पहिलाका डाक्टरहरू त अब आर्टिफिसियल इन्टेलिजेन्स अब टेक्नोलोजीमा त्यति अब लिटरेट पनि हुँदैनन्। त्यसले गर्दाखेरि पछाडि पढ्न चाहिँ सक्छन्। तर अब जुन डाक्टरहरू चाहिँ आर्टिफिसियल इन्टेलिजेन्स टुल युज गरे होइन, उनीहरूलाई चाहिँ केही समस्या पर्दैन। अनि अब आर्टिफिसियल इन्टेलिजेन्स इन मेडिसिन भन्दाखेरि धेरै कुराहरू आउँछ, एथिकल कुराहरू। अब यो चाहिँ अब फाइनल डायग्नोसिस दिने चिज त होइन, तर यसले चाहिँ अब भनौँ न मलाई कसरी सहयोग गर्छ भन्दाखेरि अब प्रि अपरेटिभ, पोस्ट अपरेटिभ होइन, अनि त्यसपछि पोस्ट रिहेबिलिटेसनमा चाहिँ रिह्याबमा हेल्प गर्छ क्या। अनि जस्तै प्रिडिक्टिभ एनालिसिस पनि दिन्छ कि तपाईँ मकहाँ आउनुभयो अब हार्ट दुखेर भने अब तपाईँ जस्तै अब संसारभरि 3 लाखजनालाई चाहिँ कस्तो खालको चाहिँ ट्रिटमेन्ट भएको छ आज होइन। र चाहिँ अब सर्जरीमा पनि हेर्दाखेरि तपाईँको चाहिँ अब ढाड खुस्केको छ, सर्जरी गर्नु पऱ्यो भने सर्जरी गर्नै पर्ला त भनेर भन्दाखेरि अब 3000-4000जना होइन कि 3 लाखजनाको चाहिँ डेटा तुरुन्तै हेरेर चाहिँ यो एज ग्रुपमा चाहिँ यस्तो मानिसलाई चाहिँ यस्तो खालको चिज आछ, के गर्न ठिक होला भनेर मैले चाहिँ आर्टिफिसियल इन्टेलिजेन्स टुललाई युज गरेर सोधेँ भने चाहिँ उसले चाहिँ यस्तो यस्तो भएको छ है, ल गर्न ठिक छ, गर्न ठिक छैन भनेर भन्छ। तर अब म र बिरामीले के चाहेको भनेर पनि त्यसलाई भन्यो भने चाहिँ उसले चाहिँ डेटा रिसर्च गरी चाहिँ तुरुन्तै भनिदिन्छ कि 4 सेकेन्डभित्र। त्यसरी काम गऱ्यो भने चाहिँ धेरै फाइदा हुन्छ। अब एउटा बिरामीको कुरा गरौँ न होइन, फ्रोजन सोल्जरकै केस लिउँ। बिरामी आउनुभयो, 62 वर्षको मेल हुनुहुन्थ्यो होइन, 1 महिनादेखि चाहिँ अलिकति पनि नचल्ने, साह्रो हरेक दिशामा चाहिँ उसको हात नचल्ने थियो होइन। अनि साथीहरूसँग कुरा गरेर गुगलमा हेरेर आउनुभएछ, यो त एमआरआई गर्नुपर्छ भनेर आउनुभयो होइन। मैले भने पक्नुहोस् हेरौँ राम्रोसँग, फिजियोथेरापीले हुन्छ कि भन्दाखेरि हाम्रो दुईजनाको कुरा चाहिँ फिजियोथेरापी गरेर केही बेर हेर्ने भन्ने भयो। त्यसपछि मात्रै चाहियो भने अरू गरौँला। र यति बेलामा चाहिँ ल हामी दुईजनाले चाहिँ बिरामी र मैले कुरा गर्दाखेरि ल आर्टिफिसियल इन्टेलिजेन्स टुल युज गरौँ एकचोटि। अब विश्वभरिका 3 लाख 4 लाख अब बिरामी तपाईँ जस्तैको, तपाईँकै उमेर, तपाईँकै समूहकोलाई यस्तो भएको ठ्याक्क स्ट्याटिस्टिक निकालेर संसारमा के गरेर रहेछन् त, एमआरआई गरेर छ कि छैन, यत्तिकै यो 1.5 महिना भयो भर्खर, त्यही समयमा के गरेर रहेछन् भनेर हेर्दाखेरि चाहिँ हामी दुईजनाले चाहिँ फिजियोथेरापीबाट सुरु गर्ने, अहिले एमआरआई नगरौँ कुरौँ भन्ने त्यो चिजमा भयो क्या। अनि त्यसले गर्दाखेरि चाहिँ बिरामी पनि खुसी, म पनि खुसी, र चाहिँ लेटेस्ट टेक्नोलोजी रिसर्चको आधारमा चाहिँ ट्रिटमेन्ट गर्नु पाइयो नि त होइन। त्यसैले आर्टिफिसियल इन्टेलिजेन्स टुल एजेन्ट युज गर्नु मिल्यो। यस्तै भएको थियो, फेरि अर्को एमआरआई गर्छु भनेर मेरो साथी एकदम ठुलो कम्पनीको सिइओ हुनुहुन्थ्यो अब। अनि दिनरात चाहिँ के भन्छ, एक हातमा कम्प्युटर अनि अर्को हातमा चाहिँ के भन्छ त्यो फोन, सेलफोन हेर्ने क्या, घाँटी खुम्चाइ। अनि त्यसपछि मेरो त घाँटी दुख्या 1 वर्ष भयो यार, निकै भएन, फिजियो गरिरहेको छु, निकै हुँदैन भनेर भन्दाखेरि अनि फोन हेर्छस् त भनेर भन्दाखेरि हो भनेर, अनि त्यही चिज गर्दाखेरि एमआरआई गर्नुपर्छ मैले भनेर कसरी थाहा पाइस् भन्दाखेरि गुगलले भन्यो भनेर भन्ने होइन। अब गुगल त फेरि अलिकति मान्ने कि नमान्ने, ल तँलाई म पहिला हेर्छु अनि त्यसपछि लेट्स युज आई हेभ दिस आर्टिफिसियल इन्टेलिजेन्स टुल। अब त्यो रिसर्च गर्दाखेरि पनि धेरै समय लाग्दैन, त्यो गरेर सँगै बसेर हेरौँ न भन्दाखेरि अनि ऊ चाहिँ उसको चाहिँ राम्रोसँग चाहिँ अब हिस्ट्री नै त्यसले लेखेर होइन, क्लिनिकल नै डायग्नोसिस पनि मैले हालेपछि चाहिँ मजाले चाहिँ आर्टिफिसियल इन्टेलिजेन्स टुलले क्लिनिकल नोट नै लेखेर दिएपछि चाहिँ यो खुसी भयो क्या। त्यसमा चाहिँ हामीले फेरि सोध्यौँ एमआरआई त अब गर्ने भनेर आउनुभएको छ बिरामी, के गर्ने भन्दाखेरि चाहिँ होइन अहिले नगर भनेर भनेपछि उहाँ पनि कन्भिन्स हुनुभयो होइन। देखाइदियो नि त विश्वभरका चाहिँ यत्रो 3 लाखजनालाई गरेको छैन,
तपाईँलाई किन गर्ने कुराम भन्दाखेरि सो यसरी चाहिँ अब ट्रिटमेन्टमा पनि सहयोग भइरहेछ क्या अनावश्यक खर्च अनावश्यक ट्रिटमेन्टहरू अनावश्यक ल्याब रिपोर्ट्सहरू गर्न पर्दैन अब अन्तिममा भन्दाखेरि चाहिँ यो आर्टिफिसियल इन्टेलिजेन्स भन्दाखेरि चाहिँ अब सबैले चाहिँ च्याट जिपिटी डिपसिकहरू जस्ता होइन भन्ठान्छन् कि सित्तैमा युज गर्ने चिज त्यो होइन कि होइन अब यो आर्टिफिसियल इन्टेलिजेन्स एजेन्ट्सहरू अलिक महँगै हुन्छन् होइन अब धेरै नै पैसा तिरेर नै किन्नुपर्ने हुन्छ सब्सक्रिप्सन गर्नुपर्ने हुन्छ होइन त्यसैले गर्दाखेरि चाहिँ अब मैले युज गर्ने चिजहरू अलिक फरक छन् यो च्याट जिपिटीहरू चाहिँ जस्ता होइनन् कि है सबैलाई थाहा पनि हुनुपर्यो कि अलिकति डिफ्रेन्ट खालि मेडिकली फोकस्ड एजेन्ट्सहरू चाहिँ किन्नुपर्छ कसरी किन्ने भन्ने पनि थाहा हुनुपर्छ र चाहिँ आफै पनि बनाउन सकिन्छ अनि म चाहिँ अब क्लिनिकल इन्फर्मेटिसिस्ट भयो हुनाले आफैले पनि बनाएको छु कि यस्तो क्लिनिकल नोट्स जसमा चाहिँ आर्टिफिसियल इन्टेलिजेन्स चाहिँ इन्टिग्रेट गरेर EMRले चाहिँ आफै नै पनि रिजल्टहरू दिन्छ जुन चाहिँ फाइनल्ली चाहिँ मैले हेरेर चाहिँ विचार गरेर ट्रिटमेन्ट गर्छु धन्यवाद